हजुरमालुवा खानुहोस् हौ हजुरमालुवा खानुहोस् हौ हजुरमालुवा खानुहोस्। लास्टमा एकचोटि थियो होइन? कसले बिगाऱ्यो ल भन्दा अहिले म्युजिसियनले बिगाऱ्यो कि थाहा भएन, लास्टमा एकचोटि पनि थियो। म्युजिसियनले बिगाऱ्यो भने होइन त्यो भन्नु पर्यो नि अब गीत त अब होइन, तिमीले ठिक छ। म्युजिसियनले बिगाऱ्यो भने अर्कोचोटि म्युजिसियनलाई सेलेक्ट नगर्ने। आमा हुँदैन त्यस्तो। यही म्युजिसियन चाहिन्छ अरू हुँदैन? हुन्छ अरू नि राम्रो बजाउनु, जसले राम्रो बजाउनु। ल यहाँ सुन, अन्तरादेखि गाउँ ल ल ल अँ आलापदेखि है। लेकैमा फल्यो लैलाले गरास लेकैमा फल्यो लैलाले गरास मलाउँदै झरोला मलाउँदै झरोला न्याउली बास्ता नरोए आमा न्याउली बास्ता नरोए आमा म आउँदै हौ हजुर गरौँला म आउँदै हौ हजुर गरौँला सागरी बारी नि हौ यो धारा पानी सागरी बारी नि हौ यो धारा पानी गढतिरको हौ हजुर पालुवा गढतिरको हौ हजुर पालुवा खरो है सुर्तीले नि बाडुली लाग्यो खरो है सुर्तीले नि बाडुली लाग्यो खानुहोस् हौ हजुर मालुवा खानुहोस् हौ हजुर मालुवा खानुहोस् हौ हजुर मालुवा खानुहोस् हौ हजुर मालुवा खानुहोस् हौ हजुर मालुवा। थ्याङ्क यू। एकचोटि छ भनेर तिमीले देखाएर बल्ल मिलेको होइन? बिर्सिनुहुन्छ भनेर भयो जाउँ। होइन मलाई कस्तो लाग्यो भने खालि उसको आवाज सुन्दाखेरि यो एकदम प्योर नेपालीले गाइरहेको जस्तो नि लाग्यो है। थ्याङ्क यू। गङ्गाले गाउँघरमा पहिला पहिला म भन्थेँ कि म इभन रचनालाई पनि एकपल्ट भनेको थिएँ मैले, एकदम अर्ग्यानिक के तिम्रो सुर पनि एकदम अर्ग्यानिक लाग्यो कि त्यसलाई तिमी एकदम बचाएर राख है। आस। एकदम राम्रो छ है गङ्गा तिमी। मजा आयो गङ्गा।